सो हेलो गाइस, हामी चाहिँ आज यहाँ कहाँ के अरे केराबारी कि दानाबारी अरे हो केराबारी भ्यू पोइन्ट घुम्न आएको थियौँ। अनि अब घुमिसक्यौँ। अनि टक्कसँगले यतापट्टि चाहिँ यो त्यता चाहिँ आउँथ्यो। खै के झन्डाहरू चाहिँ घन्टी यी ओ छुनुहुँदैन त्यो खाके खाएर त मान्छ न मेरो भ्लगमा अपलोड गर्ने क्या भन्यो अगाडि हिँड्दै हिँड्दै जग्गा पनि छ क्या। अनि ऊ त्यहाँ चाहिँ भ्यू पोइन्ट छ। अनि यहाँ तल चाहिँ के अरे यो तर केराबारी अरे त्यो त्यहाँ केराबारी अरे क्या। अनि आयो हात गरेर म त जिन्दगी नभन्ने हुन्छ। एन्ड लुक एट दिस अरे क्या। अयो हजुर कता खान्छ यहाँ ओसीको रहेछ हजुर त कस्तो कस्तो बनायो। अनि गाइज अफरोड छ यहाँ लास्टै अफरोड के अफरोड छ। अनि जी भइरहेछ गाइज यहाँ यो गाइज यो चाहिँ अब केराबारी होइन यो केराबारीलाई बाई बाई भन्नुपर्ने हुन्छ है। बाटो चाहिँ अफरोड छ अनि त्यसपछि ओह्रालो छ। बाटो चाहिँ यस्तो साह्रो खतरा नकुदैन। हेलो पपी कस्तो छ बाटोहरू चाहिँ ला क्लोज ब्याट्री लाग्यो। अझै के भन्नु सनसेट भनौँ न हे सनसेट यहाँ चाहिँ अघि भलिबल म्याच हुँदै थियो जस्तो लाग्यो है मलाई। त्यहाँ कहाँ अरे यो सुर्ली नाम दानाबारी यहाँ माथि के को खेल्छ सटर म हुन्छ तर पनि अब के गर्नु लिफ्टरहरूले के थाहा सटरको स्वाद अरे। अनि होइन अब के भन्नु मलाई त केही बोल्न नि आउँदैन हौ। किन चाहिँ अफरोड देखाउनु अफरोड चाहिँ अफरोड राइडर हाम्रो कालेर यस्तो म यस्तो क्यामेरा फोकस हान्छु। अनि चाहिँ कस्तो राम्रो उयो छ क्या यो के भन्नु बारी भन्नु कि खेत भन्नु कि खेतबारी अफरोड चाहिँ अब हाम्रो सकिनु आँटिसकेको छ लगभग कि सकिन्छ छैन त्यत्रै छैन नभएको 20-25 किलोमिटर अफरोड छ। बाटो चाहिँ यस्तै छ। अनि के भन्नु अब मलाई चाहिँ घुम्नु मन लाग्छ तर अब भ्लग बनाउँदा चाहिँ बोल्नु चाहिँ अलिक सक्दिनँ क्या। त्यही हो मेरो प्रब्लम। लगाइ त्यस्तो राम्रो ठाउँ पुगिसक्यो फाइनली अफरोड चाहिँ एकदम सक्यो भाइहरू कस्तो राम्रो ठाउँ छ क्या यहाँ चाहिँ पिस वाला क्या। नबोल न त चाहिँ भ्लग बनाउँदै गर्दा यस्तो पिस शान्त यस्तो राम्रो ठाउँ छ कि यहाँ चाहिँ यहाँ भनौँ न यहीँ बसौँ मन गर्छ। मेरो हात चाहिँ गर्दा ड्राइभ पर्छ नि फोन बोक्ने बानी छैन क्या साथीहरू। अनि यहाँतिरको चाहिँ लास्टै राम्रो रहेछ क्या यो केराबारीभित्र। हाइवेमा चाहिँ त्यस्तो साह्रो राम्रो छैन तर पनि भित्र गएपछि चाहिँ राम्रो रहेछ ठाउँहरू एकदम पिसफुलवाला जस्तो लाग्यो है मलाई चाहिँ। क्लिन पनि अनि खालको ठाउँ तर के गर्नु अब साथी हो घुम्न आएको सधैँभरि बस्नु भएन घर पनि जानुपर्ने हुन्छ। सो गाइस अब यति भन्दै म बिराइ लागेको अनुहार बनाउँदा नि अब
भिडियो बनाउँदा के अनुहार कस्तो हुन्छ के हुन्छ थाहा नै हुँदैन क्या। अनि मलाई त्यस्तो साह्रो आइडिया नलेजहरू पनि केही छैन, तर पनि तर मौसम चाहिँ राम्रो भयो भने यहाँको हावा चाहिँ कस्तो राम्रो क्या। मलाई पुरै मन पर्यो है यो ठाउँ। पिस अझै माथि माथि चाहिँ क्या त्यो लास्टै राम्रो थियो, हरियाली होइन। अनि खै भाइरल पुल पुग्नु भने अनि त्यसपछि के भन्नु अब राइडको मजा लिइरहेको छु साथी हो। अहिले चाहिँ राइडको मजा लिइहाल्नु, किनकि अब चाहिँ यो वर्ल्ड वारले गर्दाखेरि चाहिँ तेलको भाउ पनि बढ्छ अरे पेट्रोलको, किनकि मेन प्लान्टमै अब जुन त्यो बम विस्फोटन फायर भइसकेको रहेछ। अनि त्यही भएर चाहिँ मैले न्युजमा सुनेको थिएँ अब 1000-2000 लिटरको पनि पुग्नु सक्छ भनेर। सो अहिले अलिकति सस्तो हुँदा चाहिँ गरिहाल्नु, 15 रुपियाँ बढेको छ। 500को 3 लिटर खै कति दिन्छ, अहिले चाहिँ त्यति दिँदैन। 2 लिटर अलिकति हुँदा चाहिँ 3 लिटरसम्म दिन्छ, 3 लिटर चाहिँ पुरा दिँदैन अहिले चाहिँ। अनि यो के पुल अरे पुल अरे, म चाहिँ धेरै मान्छे लाग्छ साथी। म चाहिँ एन्टी सोसल के भन्नु, सोसियल एन्जाइ के भनौँ मलाई भन्ने आएन त्यो। अनि यहाँ त्यस्तो छ पीछे देखो खेल रहे मजे लालू पाते हो गया। तेलले गर्दा चाहिँ दुःख पाइन्छ है गाइस। पछाडि ब्याकग्राउन्डमा अब कहाँ हुनुहुन्छ भने प्लिज मेन्सन नट अरे। आयो हाजुटी हाल्छ क्या मलाई फेरि। ऊ त्यो भाइरल ठाउँ अरे क्या फेरि यो केराबारीको यहाँ आउन आँटेको यहाँ त्यो रोड। अब त्यहाँ पनि यसो फोटोसोटो खिच्नुपर्ने हुन्छ साथी हो। अनि अब टक्क घर जानुपर्ने हुन्छ, होमवर्क गर्नु छ घर गएर के गर्नु साथी हो। मामा के भन्नु, ट्राफिक अङ्कल नट मामा। ल है त गाइस, अब यो चाहिँ टक्कसँगले केराबारीको अर्को भाइरल पहिला एकदम चलेकै थियो अरे। अब हामी पुग्दा चले भाइरल के छ, अब भाइरल छ छैन थाहा भएन, बट पनि इट्स ओके इट्स ओके। अलिअलि काली काली आएर होला, म कालै छु। अनि के यो चाहिँ पहिला यहाँतिर चाहिँ के नेपालमा अब आधी उधी खै के आउँछ, सतर्क रहनु भनेको थियो नि। त्यही भएर नि अब छिटो घर फर्किहालेको भन्दा नि हावा चाहिँ चलिरहेको यो वेदर। तर जस्ट यहाँतिरको ठाउँ चाहिँ मलाई चाहिँ एकदम काम एन्ड पिसफुल लाग्छ क्या। सफा पनि होइन खासै, अब गाडीहरू पनि अब भनौँ न नकुद्ने शान्त शीतल ठाउँ क्या। अब सबै हरियाली यस्तो पिस ठाउँ चाहिँ मनपर्छ क्या मलाई त साथी हो। अनि अब त्यस्तो धेरै पिप पिप र प्याप प्याप चाहिँ अलिकति मलाई मन पर्दैन। अब बोल्दा नि एन्सेन्ट पनि अब लिम्बू नि हो, लिम्बू लिम्बू जस्तै एन्सेन्ट आउला नेपाली भाषा बोल्दाखेरि पनि। बट डोन्ट वरी गाइस। ओहो हो हो सर अनि यतापट्टि चाहिँ मकै बारी कस्तो राम्रो गाई मकै खाउँ लाग्दो। अनि गाई जो चाहिँ तराईतिर चाहिँ अब छिटो छिटो पनि मकै रोप्छ नि त, मतलब कि अन सिजनमा पनि। पाहाडतिर चाहिँ त्यस्तो हुँदैन। अनि यस्तो चाहिँ हाम्रो पाहाडमा छ टाढे चाहिँ होइन, तर पनि त्यो खर्च छ सानसानो धन्ने धन्ने पुरानो घरहरू रहेछ होइन। यहाँतिर चाहिँ मान्छेहरूको घर मान्छेहरू चाहिँ होइन। अनि त्यसपछि पिजोडबाट चाहिँ कस्तो क्लिन देख्यो क्या फेरि। अब मान्छेले भइदिएर केमा अलिक फोन गर्नु कस्तो खालको फोन पनि त्यस्तो पिस आउँथ्यो क्या।
घरिघरि चाहिँ यहाँ चाहिँ घुम्नु आउनु पर्ने हुन्छ क्या गाई। जब रुममा बस्दा बस्दा वाक्कै दिक्कै लागेको हुन्छ नि त। अब काम गर्नेहरू काम भन्यो, रुम भन्यो, फेरि काम गर्यो गयो आयो खायो सुत्यो बस्यो, फेरि त्यही डेली गर्दा गर्दा वाक्कै हुन्छ नि। यसो पिसफुल ठाउँमा आउँदा चाहिँ मलाई चाहिँ एकदम पिसनेस मिल्छ है साथीहरू। अरूलाई चाहिँ अब के गर्दा मिल्छ थाहा भएन होइन। मलाई चाहिँ यस्तो पिसफुल ठाउँमा टाइम स्पेन्ड गर्नु चाहिँ एकदम मनपर्छ भनौँ न। लास्टै पिस अनि फ्रेस पनि हुन्छ नि त आफूलाई। अब बाहिरको नयाँ ठाउँहरू पनि घुमिन्छ कि अब नयाँ नयाँ प्लेसेसहरू अब एक्सप्लोर गरेर चाहिँ त्यसको बारेमा जान्न सकिन्छ होइन। त्यस्तो जानिराखेको राम्रो। अनि साँच्ची मैले तपाईँहरूलाई एउटा कुरा चाहिँ भन्नै बिर्सिन्छु क्या गाइजहरू। म चाहिँ आज चाहिँ खासमा होइन छुट्टी हो नि त काममा पनि। अनि यो नेल्स बनाउनु पर्यो भनेर सोचिरहेको थिएँ क्या। अनि म चाहिँ अब के हो भने नेल आर्टिस्ट पनि हो होइन। अनि मलाई सबै खालको नेल्सहरू गर्नु आउँछ, डिजाइनहरू गर्नु आउँछ होइन। अनि त्यसपछि गर्छु भनेको तर अब यता अब घुम्नु आइहाल्यो। अनि त्यही भएर अब नभ्यो भने भयो। तर नङ चाहिँ लास्टै घिनलाग्दो छ यहाँको चाहिँ। मैले यो उखाइ नै हालेँ, बाँदरको हातमा नरिवल टिक्दैन भनेपछि मेरो हातमा नि टिकेन। त्यही भएर यो उकाएँ। नेल्सको मतलब लेग्सको पनि नेल्स गर्नु छ। अनि अर्को यो पनि अब रिफिल गर्नुपर्ने छ। अब लामो भइसक्यो नि त अनि अप्ठ्यारो हुन्छ। फेरि मैले टोकेर त्यसलाई सेपै नमिल्ने भइसकेको छ क्या। अनि पुरानो नि भयो। अनि के फिटिङ गर्छ अब त्यो चाहिँ घर गएर बनाउनु पर्ने हुन्छ होइन। लास्टै जोतको देखिरहेको छ जस्तो आज अब के भन्नु घुम्नु गइहाल्यो। अनि तर पनि केही छैन। अब अरू दिन गरौँला भन्दा भन्दै गाई यति भइसकेछ मैले त गर्नै बिर्सेछु। मैले त नेल्स त बनाउनै मेरो नेल्स रुइरहेको छ बिचरा। अब केही छैन गाई म यहाँको भ्यू देखाउँछु। अब म कस्तो पाहाडको फिलिङ्स आउने क्या यहाँतिर चाहिँ। यस्तो पाहाडै जस्तो क्या यस्तो खेतबारीहरू देख्दा चाहिँ क्या कस्तो मजा। यतापट्टि हेर्दा दिलहरू छ अनि अलिअलि पाहाड टाइपको छ नि त। त्यही भएर मलाई चाहिँ अब घरको चाहिँ लास्टै याद चाहिँ अनि हाम्रो ड्राइभर चाहिँ यता को हुनुहुन्छ हौ सर? यता हेरिदिन्छ। तपाईँको नाम भन्नुहोस् त सर? म्याङयाङ। ए उहाँको नाम चाहिँ म्याङयाङ अरे। अनि मेरो पर्सनल ड्राइभर हो है यता चाहिँ। मैले अब बाइक कुदाउनु सक्दिनँ नि त। त्यही भएर पर्सनल ड्राइभर स्यालेरी दिएर राखेको। मन्थली चाहिँ म उहाँलाई 20,000 दिएछु अहिले चाहिँ होइन। एकदम विश्वासिलो हुनुहुन्छ मेरो ड्राइभर। सिरु फुलेको हुँदैन त्यतिखेर चाहिँ यहाँ पनि लास्टै भाइरल भएको देखेको छ नमला कति खानुहोस् भरेपछि खाऊँ ल। यो ड्राइभरले चाहिँ पर्सनल ड्राइभरले चटपट खाने हाल्छ म नखाने हालिदिएको चटपटे। अब के ब्याड त नभनौँ, ब्याड भन्यो भने अब आधै खाइन्छ चटपटे के। अन्त चाहिँ के हो ड्रागन फ्रुटको अब गाइस यहाँ पछि म चाहिँ गर्छु केही गर्दिनँ। डाइरेक्ट अब भनौँ न डाइरेक्ट घर पुगेर मात्रै अब देखाउँछु ल। किनकि मेरो फोनको ब्याट्री डेड भइसक्यो। मैले चाहिँ अब पावर ब्याङ्क ल्याएको, पावर ब्याङ्क पनि अब भनौँ न यति भइसक्यो। त्यही भएर बाटो तर लास्टै क्लिन राम्रो क्या। यो यता केराबारीदेखि उता झरा जाने साइडपट्टि चाहिँ क्या लास्टै क्लिन लास्टै राम्रो सफा क्या। मलाई चाहिँ उपर मन पऱ्यो। हावा पनि लास्टै चलिरहेको छ।
चलिरहेछ यस्तो छ एकदम क्लिन के तर साँच्ची नै क्लिन छ साँच्ची नै मन पर्यो मलाई रोडहरू चाहिँ साँच्ची क्लिन यस्तो क्लिन त राम हेर्नु कस्तो फ्रेस होला क्या जे होस् अब त्यस्तो विकसित नभए पनि क्लिन भयो भने चाहिँ छुट्टै राम्रो देखिन्छ क्या हुन त पिच रोडहरू छँदैछ अब विदेश गएको छैन विदेश गएको भए त अब अझै भन्दा विकसित चिजहरू देख्थ्यो होला तर केही छैन यो पनि राम्रै छ एकदम फ्रेस भाइब आउँछ गाइस हो भ्लग हेर्नु होला भरै अरे क्या कस्तो राम्रो यस्तै क्लिन छ है गाइजहरू यहाँ चाहिँ राम्रो पनि छ अनि यो उयोहरूको मान्छेहरू चाहिँ यता केराबारी चाहिँ घुम्नु आउँदाखेरि चाहिँ अलिक अब फोहोर लागिरहेछ घरमा बसेर मजाले लागिरहेछ भने चाहिँ यता केराबारी चाहिँ आउनु होला घुम्नु अनि लास्टै राम्रो क्या पिस पनि त्यस्तो साह्रो अब भनौँ न दिनमा चाहिँ गर्मी नै हुन्छ बेलुका